मर्निङ। मेरो ड्रेस हेरेर थाहा पाइसकेछु होला, आज चाहिँ हो लास्ट सोमबार साउनको। अनि हामी चाहिँ जाँदैछौँ अर्जुन धारा। त्यही भएर म बिहान उठेर नुहाएर रेडी भइसकेँ, सबैजना रेडी भइसकेछु। अहिले चाहिँ म अब हल्का मेकअप गर्न आँटेको, किनभने अलिकति राम्रो पनि त हुनु पऱ्यो नि। अब अलिकति मेकअप गर्छु अनि जाने बेलामा भेट्छु हजुरहरूलाई। तर लग्नको लागि सबै कुरा ठिक्क भइसक्यो। हाम्रो जल लग्नको लागि यो, अनि यहाँ चाहिँ छ दुध, अनि यहाँ चाहिँ छ फुल प्रसादी के सबै कुरा रेडी भइसकेको छ। अब हामी मात्र रेडी हुनु छ, हामी रेडी भएपछि चाहिँ हिँड्ने। ल अब चाहिँ हामी हिँडेको। जय शम्भु, जय शम्भु, जय शम्भु राम। गएको चाहिँ बाई बाई। अहिले चाहिँ हामी स्कुटीमा जाँदैछौँ। कस्तो म भने म्यामहरू चाहिँ पछाडि आउँदै छ म्याजिकमा। हामी त फर्स्टमै जाँदैछौँ किनभने बस्न अफिस जान ढिलो हुन्छ, प्लस लाइनमा पनि बस्नको लागि। अहिले चाहिँ हामी हिँड्यौँ यहाँ। अहिले चाहिँ हामी आइसक्यौँ अनि मैले चाहिँ स्कुटी पार्किङ गरेर चाहिँ कहाँ पर पार्किङ गर्नुपर्ने रहेछ, वहाँ पर। अनि हामीले वहाँ पार्किङ गरेर चाहिँ अहिले हामी मन्दिरतिर जाँदैछौँ। अनि फेरि यस्तो अप्ठ्यारो हुन्छ नि बोल्न, यो पनि बोलिरहेको छ, म पनि बोल्ने भएन। सोमबार भएर पनि होला यस्तो भिड छ, यस्तो धेरै भिड छ। हाम्रो ट्रेन कतिखेर आउँछ भनेर थाहा छैन। यसलाई अफिस जान फेरि ढिलो हुन्छ क्या, हाम्रो मेन समस्या त्यही छ। एकदम धेरै भिड छ। हाम्रो पालो कतिखेर आउँछ भने हामीलाई केही पनि थाहा छैन। यहाँ 7:30 भइसक्यो, हामीलाई अफिस जान यसलाई अफिस जान ढिलो हुन्छ जस्तो छ। मलाई चाहिँ प्रब्लमै छैन। चाहिँ बल्ल आइपुगेछु होइन, हामी चाहिँ यहाँ उभिरहेको छौँ। हामी उभिएको 1 घन्टा भइसक्यो लाइनमा, तर हाम्रो ट्रेन चाहिँ आएको छैन। यहाँ चाहिँ यति लाइन थियो, म 1 घन्टा लाइनमा बसेँ तर मेट्रो नआएन। अनि म त्यहीबाट सब भगवान् एउटै हो भने मैले एकजना सिम्बलिङमा जति पूजा गरेँ सबै भगवान् एउटै हो भनेर एक ठाउँमा गरेँ। एकदम भिड छ, बस्ने चाहिँ गरेर आइयो त। त्यसै गरी अहिले हामीलाई सेवा गरिरहेको छ खुट्टा सुवेदी प्रसाईज्यूले हजुरआमा 6 बाट आउनुभयो। 105 रुपैयाँ गर्नु गरिरहेको छ। अब चाहिँ हामी हिँडेको चप्पल यहाँ राखेको थियौँ, चप्पल आयौँ। एकदम ढिलो भइसकेको छ अफिस जान। ढिलो भएर हामी चाहिँ कुद्दैछौँ होइन, स्कुटी छ कुदिरहेको छौँ हामी। एकदम ढिलो भयो, त्यही भएर स्कुटी फेरि वहाँ पर चाहिँ हामी हतार हामी चाहिँ आयौँ। अनि कसलाई ढिलो हुन्छ अनि हतारले रोटी पकाउँदैछ, म पनि यसको हेल्प गर्दैछु। के हेल्प भन्दाखेरि त्यही रोटीलाई फिर्काउने फुल्दैछ नि त, यो त यसरी हो नि त। भाइ त है मलाई रोटी पकाउन चाहिँ आउँदैन है। अब यसको फुलाको स्टाइलहरूमै त फुलो जे होस् बेइज्जत चाहिँ भन्ने, यसको बेइज्जत हुन्छ होला सोचिरहेको थिएँ। मलाई चाहिँ यस्तो टिका लगाएको यस्तो मनपर्छ। आज खाना ढिलो खाएर होला मलाई यस्तो क्रेभिङ भएर त अमिलो पिरोको एकदम धेरै क्रेभिङ भएर मैले चाहिँ चाउचाउ किनेर लिएर आएँ। म चटपटे बनाएर खान्छु, घरमा अरू कोही पनि खाँदैन आज भेज केही पनि, तर म त खान्छु। म त बार्दिनँ नि त त्यस्तो, त्यही भएर म बनाउँछु चटपटे। तर मेरो मोबाइलमा चार्ज छैन, म चाहिँ एकैचोटि बनाइसकेको एक्सपेक्ट छु है। चटपटेमा हाल्ने सबै इन्ग्रिडियन्ट्स हालिसकेको छु, प्याज, काँक्रा, चना, मटर सबै। अब कागती हाल्न बाँकी छ, अनि तेल हाल्न। तेल चाहिँ म हालिहाल्छु, तेल हालेँ। अब कागती चटपटे इज रेडी। मिठो पनि भएछ। ढिलो खायो जस्तो क्रेभिङ हुन्छ नि, मलाई अमिलो पिरो त्यही भएको त्यही भएर खाएँ। मिठो भएर आनन्द हुन्छ। बाई बाई एभ्रिवान, थ्याङ्क यू फर वाचिङ। हेरेर लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस् होला। अहिलेलाई बाई बाई।